विहीन भएर हामी खेलाडीहरू जुन किसिमको पीडामा छौँ त्यो पीडालाई मनन गर्दै उपस्थित हुनुभएका सम्पूर्ण खेलाडीहरू विशेष र सरकारवालाहरू सम्पूर्णमा मिडिया लगायत सम्पूर्णमा हामीले सम्पूर्ण नेपाली फुटबल खेलाडीहरूको तर्फबाट हार्दिक आभार प्रकट गर्दै आजको आन्दोलनको उद्देश्य हाम्रो के थियो भन्दाखेरि नेपालमा लामो समय झन्डै 3.5 वर्षदेखि चाहिँ घरेलु फुटबलमा टप टायरको ए डिभिजन लिग सुरु हुन सकेको छैन र सँगै एउटा पिरामिड पुरा गर्न पनि उहाँले 3 वर्षको समयावधिमा त्यो पुरा गर्न सक्नु भएको छैन भन्ने उद्देश्यले हामीले अब नेपालमा फुटबल खेलाडीहरूले जुन किसिमको रोजीरोटी जुन किसिमको व्यावसायिकता अथवा फुटबलमा रमाउने जुन किसिमका आधारहरू छन् ती आधारहरूमा पनि वञ्चित भएसर वातावरण सिर्जना गर्नुभएको थियो र अहिले पनि यो अवस्था रहेको छ। यही कुरालाई मनन गर्दै हामी खेलाडीहरूले शान्तिपूर्ण धरना दिनको निम्ति यहाँ आएका थियौँ। तर तपाईँहरूले सबैले देख्नु भयो हामी खेलाडीहरूको भ्याल्यु के रहेछ त। हामी खेलाडीहरूलाई अखिल नेपाल फुटबल सङ्घले आफ्नो प्राङ्गणमा जुन प्राङ्गण हामीले मेहनत गरेर हामीले रगत पसिना हाड खियाएर बनाएको जुन प्राङ्गण छ त्यो प्राङ्गणमा पनि भित्र छिर्नको निम्ति रोक लगाइयो। उहाँहरूलाई हार्दिक बधाई भन्न चाहन्छु। तपाईँहरू सफल हुनुभयो हामीलाई यो प्राङ्गणमा रोक्न, तर तपाईँ सधैँ सफल हुनु नहोला, किनभने हामी खेलाडी भइसकेपछि जुन किसिमले हामीले उद्देश्य लिएर एउटा सभ्य तरिकाले एउटा विनम्रतापूर्वक हाम्रो चाहिँ आक्रोशलाई चाहिँ कन्ट्रोल गरेर हामी प्रदर्शन गर्छौँ भन्ने उद्देश्य थियो। त्यो कुरामा पनि तपाईँहरूले आज बाधा गर्नुभएको छ। मैदानमा छिर्न त दिनु भएन हामीलाई, तर मैदान बाहिर आफ्नै प्राङ्गणमा छिर्न पनि नपाउने अवस्था बनाइदिनु भयो। तपाईँहरूलाई फेरि पनि हार्दिक बधाई हामी सम्पूर्ण खेलाडीको तर्फबाट। र यति भन्दै गर्दा हाम्रो चाहिँ जुन व्यतिथि नेपाली फुटबलमा फुटबल खेलाडीहरूले खेल्न पाइरहेको छैन, यो व्यतिथिमा हाम्रो पुस्ता अधिकांश पुस्ता हाम्रो खेलाडीहरूले चाहिँ भोगेका छ। विगतमा लामो समयमा 20, 21, 22 वर्ष फुटबल खेल्ने खेलाडी हाम्रो अग्रज दाइहरू हुनुहुन्छ, यहाँनिर पूर्व कप्तानजीहरू